हेलो साथीहरु, आज फेरि हामी खानाको मुकबाङ लिएर आइसकेका छौं। आज हामी के खाँदैछौं मम्मी? खसीको मासु र भात, चिसो चिसोमा तातो तातो। फेरि आज हामी दुवैजना हैन गाई बनेर बसिरहेछौं। हैन मम्मी चित्र भन्नु भयो। म चाहिँ गाई बनेर बसिरहेछु छ के चिसो ल जाडो जाडो छ। ल खामै त गाइस। आज जाडो जाडो छ, बोसोवाला खसी, मेरो फेभरेट। ल खाइम्ला खाइम्ला। मलाई मसला धेरै हाल्नुहुन्छ के? मसलै जाँदैन। फेरि हुँदैन जाडो। के हुँदैन तर मुखमा आएपछि कस्तो तितो हुन्छ कि मलाई त मनै पर्दैन। चिसो जान्छ के चिसो। खसीको मासु छाला मनपर्छ। टेस्टी त छ नि मसला भयो। एकदम मिठो छ। अहिले जाडोमा यस्तो खसीको मासु भेटिसकेपछि त अरू के चाहियो र हैन साथीहरु? फ्याट बस पिरो चाहिँ बढी भयो होला तिमीलाई। पिरो अलिक बढी छ, त्यहाँ ठिकै छ। जाडोमा जिउ तातो हुन्छ झन्। टुक्रा मसला धेरै हालेछु कि मलाई त्यही मन पर्दैन क्या। मसला अक्काइ गर्छ मुखमा अनि गरम मसलाको टुक्रा अनि तितो हुन्छ के। मिठो भएर हुन्छ मासुसँग खाँदा हैन, तितो हुन्छ। हाम्रो हिजो भर्खरको ढिँडोवाला भिडियो पनि आइसकेको छ, गएर हेर्नु होला। त्यसमा चाहिँ मैले ढिँडो अन्जानेमा कसरी खाएँ तर पछि मैले फेरि डरै डर मलाई चाहिँ अड्किन्छ कि, त्यही भएर खाना जान्दिनँ। बोसोवाला मिट फ्याट। खसीको त बोसो नै मिठो क्या है? खानु त राम्रो होइन, अब मिठो लाग्छ। यहाँको लागि मासु हो क्या, त्यही भएर बोसो बोसो। मसला धेरै
थकालीको जस्तै भएको छ है। आई हामीले आज सलादहरू पनि राख्नुपर्ने के चिसो छ क्या, खानु मन नलागेको छ त छ तर कस्तो चिसो भएर ल्याउनै मन लागेन। खाँदैन होला जस्तो अहिले खाँदाखेरि चाहिँ अनि चाहिँदो रहेछ जस्तो भयो है अहिले राख्नु रहेछ। आई यो तपाईँ खानु राम्रो छैन तिमीलाई मनपर्ने बस्छ। थ्याङ्क यू अलि खानु बस्छ यहाँ पनि छ पुगो यति खाऊ अब दिन मलाई पनि चाहिन्छ। कहाँ नखान्छ मोटा हुन्छ भन्यो मोटी भइसक्यो ६३ केजी। मैले अहिलेसम्म हामीले कतिवटा भिडियो बनायौँ होला मकब्याङको ठ्याक्कै याद त छैन। अन्दाजी भयो होला 20-25 वटा भयो। त्यो धेरै भएन भयो होला भएन त्यो धेरै। अब सर्ट्स र लङ भिडियो जोडेर हेऱ्यो भने चाहिँ भइसक्यो होला 25 जति त सायद 20-25 होइन भएन होला भयो जस्तो लाग्छ मलाई त। म ठ्याक्कै याद छैन है 20 चाहिँ भयो होला 25 त अलिक बढी भएन र भएन हामी भर्खर स्टार्ट गरेको 1 महिना हुँदैछ 1 महिना हुँदैछ है। त्यो 1 महिनामा पनि 200 भ्यू गएको थियो एउटा लङ भिडियो खानाकै भिडियोमा होला है। अनि थुक्पाको भिडियोमा पनि भ्युज आएको छ मको भिडियो पनि आएको छ। यस्तो सपोर्ट हेर्दाखेरि चाहिँ अझै मोटिभेट हुन्छौँ हामी होइन त्यही भएर गरम गरम जस्तो हुन्छ क्या होइन बनाऊँ न त के अल्छी त्यही भएर कमेन्टहरू पनि गर्ने गर्नु कि हामीलाई प्रोत्साहन हुन्छ प्रोत्साहित हुन्छौँ हामी प्रोत्साहन फिल हुन्छ अलि जोस जाँगर आउँछ बनाम है भन्ने हुन्छ कि बिचमा चाहिँ हामी ग्याप भयो नि त्यही भएर पनि अलिकति भ्युज कम आएको छ हिजो अस्तिको भिडियोमा हो वर्तमान हो कता कता बिजी भयौँ कि खसमा एकदम मिठो क्या सबैभन्दा है खानु त मिठो हो तर धेरै चाहिँ पस्दैन कि बेलुका नखानु अरे भन्छन् है एकदम मिठो हुन्छ बेला बेला खाइरहेको छौँ हामी मलाई कुखुराभन्दा खसी नै मनपर्छ त्यस्तरी मसला छान्छन् त है म मन पर्दैन खानु पर्छ मरिच हो कि कालो कालो देख्दैमा नटिपन तितो हुन्छ नि त मरिच कहाँ तितो हुन्छ तिमीले तेजपत्ताको टुक्रा तितो भनेको चैता हो क्या त्यो चाहिँ तितो हुँदो रहेछ अब एउटा मासु हेल्प गर नि त यो बोसै भएको होला साँच्चै बोसो छाला निकालेर छाला मलाई नै मनपर्छ बोसै खाएर अगाडिसम्म मलाई चाहिँ खसीको मासुमा छाला परेन भने मासु खाए जस्तै हुँदैन अब खसी खायो कुखुराको चाहिँ छाला मन पर्दैन अब खाना खाने सुतिहाल्ने होइन सुत्नुपर्छ
म पानीमा भिजेर लिएर आएको कि मासु आज बालेन सारा प्रधानमन्त्री भएको दिन खुसी लाग्यो ए हो मम्मीले कहिले मलाई भनेको थिएन मैले दुईटा खुवाइदिन दुईटा चिकन लेग पिस ल्याएर खुवाउँछु भन्नुभएको जस्तो लाग्थ्यो बालेनले जित्दाखेरि लेग पिस पनि ल्याउँला आज पानी पर्यो यही लान्छु भन्ने सोच भयो कि मलाई मैले झन्डै बिर्सेको त्यो एउटा भिडियो कुन भिडियोमा थुक्पा खाएको भिडियोमा भन्नुभएको थियो सायद हो ल्याएर खुवाउँछु ए थुक्पावाला भिडियोमै हो के अरे लेग पिस खाने भनेको थियो के अरे बालेनले जित्यो भने म खुवाउँछु भन्नुभएको थियो खुवाउँछु बालेन र रवि उहाँहरूले जितिसक्नुभयो अब उहाँले मलाई खुवाउनुहुन्छ दुईटा लेग पिस खुवाउँछु आज पानी पर्यो नि मलाई खाउँ खाउँ भयो कि वचन पुरा गर्नुपर्छ खसी काटेर मासु र भात भन्थ्यौँ अस्ति पहिलादेखिकै रहर हुन्छ नि एउटा चुनाव भएदेखि त्यस्तो भनिरहेको थियौँ बाजी जितेर पनि खाइयो बाजी जितेर मम्मीहरूले खुवाउनुभएको हामीलाई बाजी ठुलबाले बाजी राख्नु भएको थियो हामीले भिडियो बनाएनौँ है बनाएन भिडियो चाहिँ अनि त्यहाँ खायौँ अनि अब यो चाहिँ आची जाडो भएर पनि हो अनि मनमा खुसी भएर पनि हो अनि अब तिमीले भनेको ल मैले बोलेछु होइन म फेरि लेग पिस खुवाउँछु तर मलाई ठ्याक्क बोल्यो भन्ने त याद थिएन हो भनेको थिएँ थुक्पावाला भिडियोमा एकचोटि हेर्नु गएर भनेछु के अनि कमेन्ट गर्नु है खुवाउँछु त्यसरी भिडियोमा भनेपछि अनि नहुने हुन्छ बिर्सेँ होला भनिहाल्यो बिर्सेँ होला तर खुवाउँछु अब वचन पुरा गर्छु आज पानीले अति आयो कि अनि अरू पसल घुमिनँ म सिधै त्यहाँ खसी पसल गएँ अनि मासु लिएर सिधै आइदिएँ खानुपर्छ मैले सिधै आएँ म तिमीलाई वेट गरेर हो भेरी गुड आफूले नसकेपछि मलाई मम्मी भेरी गुड भएपछि झोल पनि खाइदिनु न भेरी गुड झोल भयो कि मसला छ मम्मी छोरीको अनुहार मिल्छ कि मिल्दैन भनिदिनु होला कमेन्टमा बाबापट्टि मिल्छ छोरीको अनुहार ल बाई बाई